तेह्रथुम पावर कम्पनी लिमिटेडले आजबाट हक पर सेयर निष्कासन गरेको छ। यस कम्पनीले 1:1 को रेसियोमा 40 करोड रुपियाँ बराबरको रु 100 का दरले 40 लाख किता सेयर हक पर सेयर निष्कासन गर्न लागेको हो। यस कम्पनीले हक पर सेयर निष्कासन परियोजनार्थ जेठ 5 गते बुक क्लोज गरेको थियो। त्यस अनुसार जेठ 4 गतेसम्म नेप्सीमा कारोबार भई कायम रहेका शेयरधारीले यस कम्पनीको हक पर सेयरमा आवेदन दिन पाउनेछन्। यदि तपाईले यस कम्पनीको सेयर जेठ 4 गतेसम्म किनेर राख्नुभएको छ अथवा 5 गतेपछि बेच्नु भएको छ भने यस कम्पनीको हक पर सेयरमा आवेदन दिन सक्नुहुन्छ। यस कम्पनीको हक पर सेयरमा नछुटाइकन आवेदन दिनुहोला। यदि तपाईले यस कम्पनीको हक पर सेयर भर्नु भएन भने तपाईलाई ठूलो नोक्सान हुनेछ। यस कम्पनीको हक पर सेयरमा साउन 4 गतेसम्म आवेदन दिन सकिनेछ। यदि तपाईसित तेह्रथुम पावर कम्पनीको आइपिओ परेको छ र अझसम्म तपाईले राख्नु भएको छ भने पनि यस कम्पनीको हक पर सेयर भर्न सक्नुहुनेछ।